हेलो गुड आफ्टरनुन सम्पूर्णमा नमस्कार छ। आज चाहिँ म यहाँ छु एमजीमाको पल्लो भाग नामको साइडबाट चिन्तन भवन भन्छ। यहाँदेखि माथि चाहिँ चिन्तन भवन हो। यहाँदेखि माथि चाहिँ यहाँबाट म एमजीमा तपाईँलाई देखाउने छु। यहाँबाट गएर चाहिँ यो ओल्लो पार्टदेखि चाहिँ पल्लो पार्टसम्म पुरा लामो चाहिँ यहाँ निस्कियो। नामको चाहिँ यो रोड चाहिँ नाम हो। देखाउनु छु तपाईँहरूलाई, हेर्दै जानुहोस् होला गाइस। हाम्रो एमजीमा चाहिँ कति चाहिँ लामो रहेछ भन्ने तपाईँहरूलाई याद हुन्छ होइन। हेर्दै जानु होला। धेरैभन्दा धेरै ल्यान्डी लामो छ। गाडीले गर्दा अलिकति यस्तो टर्निङ अन द वे देउराली जाने रोड यो चाहिँ। यो म गएँ तेर्सो एमजीमा रोड। यहाँ धेरै टुरिस्ट सिजन लागेछ अहिले चाहिँ। तपाईँको हेर्न सक्नुहुन्छ। यहाँदेखि चाहिँ कहाँसम्म चाहिँ छ एमजीमा हेर्नुहोस् ल। म देखाउने छु तपाईँहरूलाई। यो भिडियो चाहिँ अलिक लामो हुन्छ होला है, स्किप नगरी हेरिदिनुहोस् होला। आज चाहिँ मैले यस्तो कपडाको ज्याकेट लगाएको छु। यहाँनिर यस्तो दामी दामी दोकानहरू पनि छ धेरै। होटेलहरू धेरै राम्रो राम्रो छ यता हुँदो। म चाहिँ जाँदैछु बजार। मेरो चाहिँ जाँदैछु। यो रोड चाहिँ यो चाहिँ लालबजार जाने। म सिधै जान्छु एमजीमाको हो। तपाईँहरूले हेर्दै जानुहोस् होला। यसो लामो छ कि नामदामदेखि त टक्कै पल्लो एमजीमा पुग्नु चाहिँ टक्कै 20 मिनट तक लाग्छ होला। हेर्नु सक्नुहुन्छ तपाईँहरूले। पहिला स्टारहरूको लाइनमा म हिँड्दैछु है। यो लाइन चाहिँ स्टार होलको लाइन। सोफा रिपेयर सेन्टर पनि रहेछ यहाँनिर हो। मेडिसिन सप तपाईँहरूको स्टार होलको छेउछेउमै आइपुग्नु आँटेँ म चाहिँ। कति चाहिँ ल्यान्डी रहेछ तपाईँले हेर्नु सक्नुहुन्छ। हाम्रो एमजीमा चाहिँ धेरैभन्दा धेरै लामो छ है। धेरै माया गरिदिनुहोस् ल दिव्य विद्या मिनी ब्लगलाई। हाम्रो सिक्किम गान्तोकको नजाराहरू तपाईँहरूलाई म धेरै मात्रामा लगाएर देखाउने छु है। अनि कतिवटा भिडियो त कपिराइट लागेर मैले डिलिट पनि गर्नुपर्ने भयो। यति राम्रो भ्युज गएको। तपाईँहरूले धेरैभन्दा धेरै माया गरिदिनु भएको होइन। डिलिट भयो। यहाँ फेरि एउटा सानो क्याफे जस्तो रहेछ है, खोलेको रहेछ नयाँ नयाँ। तपाईँ हेर्नु सक्नुहुन्छ। यो चाहिँ यत्रो ठुलो चाहिँ हल्लियो अलिकति हो। यो चाहिँ स्टार होल उहिलेको पिक्चर होल हाम्रो गान्तोकको। यस्तो ठुलो बनियो कि यस्तो ठुलो बनियो। अब हेर्नु सक्नुहुन्छ तपाईँले यहाँको है नजारा है।
वाउ क्या दामी छ यो प्लान्ट त्यो चाहिँ स्टार हो उहिलेको हाम्रो पिक्चर होल हो यो यस्तो ठुलो बनिएको छ साथी हो यहाँ चाहिँ मैले धेरैभन्दा धेरै लगाइसकेको छु इन्स्टल खोलेको ठाउँमा पुग्छु यहाँ त्यहाँनिर चाहिँ कति मिनटको भिडियो हुँदो रहेछ हेर्नुहोस् ल गाइस तपाईँहरूले चुपचापले हेर्नुहोस् ल स्किप नगरी हेरिदिनुहोस् ल कति मिनट लाग्दो रहेछ त्यहाँदेखि हाम्रो एनजी मार्क चाहिँ कतिको लेन्दी रहेछ कतिको लामो रहेछ होइन हेरिदिनुहोस् ल तपाईँले अहिलेसम्म जाडो गएको छैन हाम्रो गान्तोकमा चाहिँ एकदमै अहिलेसम्म घाम लाग्यो भने शनि भयो भने चिसो हुन्छ अनि होली खेलेको ठाउँ अस्ति हामी यो साइड नामनामको साइडबाट म टक्कै यहाँनिर आइपुगेँ मेरो छोरीको चाहिँ मैले पेन कार्ड हराएको थिएँ म त्यो जग्गा जाँदैछु पेन कार्ड चाहिँ मैले त्यो दोकानमा छोडेको छु भनेर अलिअलि याद छ पेन कार्ड हराएको जग्गा मैले तपाईँलाई अब जान्छु त्यहाँनिर खोज्दै यहाँ हो होइन अझैसम्म जानु अहिले नेक्स्ट भिडियोमा म देखाउने छु यति लामो यहाँसम्म आइपुग्यो हो टक्कै 15-20 मिनट लाग्यो होला थ्याङ्क यू गाइस किप वाचिङ एन्ड सब्सक्राइब दिव्य भुटिया मिनी ब्लगलाई